हेलो गाइज, नमस्ते सबैजनालाई। आरामै हुनुहुन्छ होला सबैजना। धेरै पछि सायद केही दिनको अन्तरालपछि म एउटा भिडियो लिएर आएको छु। अहिले वर्ल्ड कप चलिरहेको छ। वर्ल्ड कप हेरि पनि भएका छौँ र अब भने वर्ल्ड कप आफ्नो लास्ट सेपमा आइपुगेको छ। कान्तिपुर म्याक्समा नेपाली भाषाको कमेन्ट्रीमा तपाईँहरूले वर्ल्ड कपका सबै खेलहरू हेर्न सक्नुहुन्छ, इफ मन लागेको खण्डमा है त। अझै पनि हामी फाइनलसम्म हाम्रो यात्रा जारी नै रहनेछ। अब फाइनल फोर त हामीले पाइसक्यौँ। यो कस्तो रह्यो त यो फाइनल फोरको अहिलेसम्मको जर्नी, स्पेसली भारत र वेस्ट इन्डिज एउटा जुन जित्नै पर्ने मस्ट विन म्याचमा चाहिँ के कस्तो प्रदर्शन रह्यो, यसको विषयमा म अलिकति कुराकानी गर्न आएर अब टप फोरको समीकरण पुरा भइसकेपछि फाइनल कहिले हो, सेमी फाइनल कहिले हो, कहाँ हुँदैछ, के हुँदैछ, त्यो सबै जानकारी होइन म तपाईँहरूलाई दिनेछु आज यस भिडियोमा है त। भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनु होला। पहिला त कुरा सुरु गरौँ इन्डिया भर्सेस वेस्ट इन्डिज। इन्डियाले आइसिसी मेन्स T20 वर्ल्ड कप 2026 को सुपर 8 को अन्तिम अनि निर्णायक खेलमा वेस्ट इन्डिजलाई 5 विकेटले हराएर सेमी फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ। 4 हप्तादेखि जारी विश्वकप अब आफ्नो सबैभन्दा रोमाञ्चक मोडमा प्रवेश गरिसकेको छ, जहाँ अब हामीले बाँकी 4वटा टिमहरू जुन छन् नि दावेदारहरू हेर्नुहोस्, भारत, साउथ अफ्रिका, इङ्ल्यान्ड र न्युजिल्यान्ड, अब यी टिमहरूको म्याच देख्नेछौँ। गराया मरको रात थियो आइतबार, हिजो दुबईको लागि चाहिँ दुवै टिमको लागि सेमी फाइनलको ढोका खोल्ने अन्तिम अवसर थियो। बाँकी जसले जित्थ्यो नि यो खेल ऊ अगाडि बढ्थ्यो, जसले हार्थ्यो ऊ घर फर्किन्थ्यो। इन्डिया दबाबमा थियो हेर्नुहोस्, किनकि घरमा खेलिरहेको छ होइन, होम होस्ट नेसन। टस हारेर पहिले ब्याटिङ गर्न आयो वेस्ट इन्डिज। सुरुमा चाहिँ अलिकति भारतको बलिङबाट नर्भस स्टार्ट गर्यो होइन। स्टार्टमा चाहिँ रनआउटको केही मौकाहरू गुमायो, केही क्याचेसहरू पनि छुटेका थियो भारतको त्यो फिल्डिङको कारणले गर्दा। अलिकति जीवनदानहरू पायो वेस्ट इन्डिजका ब्याटरहरूले, ओपनरहरूले स्पेसल्ली। तर सेट हुनको लागि पनि टाइम दुवै ओपनरलाई चाहिँ। वरुण चक्रवर्तीले पहिलो ओभरमा आएर ब्रेक थ्रु दिलाएका थिए। पछि सिमरन हेटमायर आक्रामक ब्याटिङ गर्न चाहिरहेका थिए, गरि पनि सकेका थिए, एक्जिक्युट भइरहेको थियो उनको सट। अनि त्यसपछि खेल भारतको नियन्त्रणबाट अलिकति बाहिर जान थालेको हो कि जस्तो लाग्यो। पछि कप्तान सूर्यकुमार यादवले चाहिँ आफ्नो ट्रम्प कार्ड युज गरे, जसप्रित बुमराह। तपाईँ हामीलाई थाहा नै छ जसप्रित आए पनि विकेट टेकर बलर हुन्, उनी आक्रमणमा आए। बुमराहले त्यो केवल 3 बलको अन्तरमा 2 विकेट लिए नि, त्यही ओभर रहेको थियो जहाँ खेलको दिशा बदलियो अनि त्यो क्षण नै निर्णायक मोड पनि साबित भयो अन्ततः गएर। तर वेस्ट इन्डिज अन्त्यसम्म लडिरह्यो। वेस्ट इन्डिजको फाइटलाई पनि हामीले तारिफ गर्नैपर्छ। जेसन होल्डर र रोबमेन पावेलले डेथ ओभरमा 76 रनको तुफानी साझेदारी गरेर टिमलाई 195 रनसम्म त पुर्याइदिएका थिए। हेर्नुहोस् 195 यस्तो स्कोर जसले नकआउट खेलमा साइकोलोजिकल प्रेसर बनाउनको लागि इनफ रहन्थ्यो भनौँ न। 15-20 रन बढी जस्तै दबाव सिर्जना गर्छ यत्रो ठुलो टार्गेटले चाहिँ। तर यदि मेरो आफ्नो एनालाइसिस मैले गरेँ भने यस्तो विकेटमा जहाँ ब्याटिङ प्याराडाइज, सर्ट बााउन्ड्री, अझै सायद 15-20 रन मलाई लाग्छ 10-15 रन भए पनि कम नै भएको थियो। वेस्ट इन्डिजको चाहिँ 200 प्लस नै हुनुपर्थ्यो स्कोर जे भए पनि होइन, 210-20। अब 196 रनको लक्ष्य पछ्याउन आयो भारत चाहिँ। सुरुवात चाहिँ राम्रो भएन, अभिषेक शर्मा चाँडै आउट भए, ईशान किशन पनि सस्तोमा पवेलियन फर्किए। यो त वेस्ट इन्डिजको धेरै ठुलो जित रहेको थियो यहाँसम्म। स्कोर 41 मा 2 हुँदा भारतमाथि प्रेसर बढ्दै गइरहेको थियो। अनि सङ्कटको घडीमा उभिन्छन् सन्जु स्यामसन। ओपनर आएका थिए, सुरुदेखि नै संयम अनि आत्मविश्वास देखाए। रन रेट कहिल्यै घट्न नदिए उनले। पहिलो तिलक वर्मासँगको पार्टनरसिप 42 रनको, त्यसपछि हार्दिक पाण्ड्यासँग 38 रनको पार्टनरसिप होइन। यो पार्टनरसिपहरू जति उनले बनाउँदै गए त्यो खेल भारततर्फ झुकाउँदै पनि गए। डिफ्याक्टरको कारण बल भिज्दै गयो, चिप्लो हुँदै गयो, ग्रिप छुट्दै गयो अनि वेस्ट इन्डिजका बलरहरूलाई लाइन एन्ड लेन्थ कन्ट्रोल गर्न निकै नै गाह्रो भयो। यर्कर लेन्थ अटेम्प गर्छन् तर फुल टस बनिदिन्छ, त्यसलाई बााउन्ड्री बाहिर सजिलै पठाए भारतीय ब्याटरले। अन्ततः भारतले 4 बल बाँकी छँदै लक्ष्य पनि पुरा गर्यो। यो T20 वर्ल्ड कपको हिस्ट्रीमा भारतको सबैभन्दा ठुलो रन चेस रहेको थियो, त्यो पनि सक्सेसफुल्ली। सन्जु स्यामसन 50 बलमा नट आउट 97 रन बनाएर नायक बने र विजय रन पनि आफैले प्रहार गरेका थिए, चौका। एउटा इतिहासलाई टच गरे उनले। यो खेल अगाडि भारतको T20 वर्ल्ड कपमा 160 भन्दा माथिको लक्ष्य पछ्याउने रेकर्ड खासै राम्रो थिएन अनि केवल 3 पटक मात्र सफल भएको थियो भारत यस्तो। र तीनै इनिङ्समा चाहिँ टप स्कोरर रहेका थिए विराट कोहली। यसपटक त्यो जुन सिलसिला रहेको थियो त्यसलाई तोडे त्यो जिम्मेवारी इनिङ खेल्दै सन्जु स्यामसनले। उनको 97 रन केवल त्यो इन्डिभिजुअल त्यो अचिभमेन्ट मात्र थिएन, हिजो एउटा हिस्टोरिकल अचिभमेन्ट पनि रहेको थियो कि टिमकै लागि पनि। T20 वर्ल्ड कपमा कुनै पनि भारतीयले बनाएको हाइएस्ट इन्डिभिजुअल स्कोर मध्येको एक रहेको थियो यो होइन। प्लेयर अफ द म्याच पनि बने सन्जु स्यामसन गएर, अन्ततः उनको लागि खुसी लाग्यो। सन्जु स्यामसनले यो इनिङ्सलाई आफ्नो करियरको सबैभन्दा अर्थपूर्ण सेट बताएका छन्। अब सोच्नुहोस्, हुन पनि हो वर्ल्ड कपको स्टेजमा जहाँ मस्ट विन म्याचमा होइन, क्वार्टर फाइनल जस्तै हो। पछिल्ला केही वर्षमा उनको उतार चढावहरू धेरै देख्यौँ हामीले, उनले भोगे पनि त्यो आत्मसंशय पनि झेले। क्वेसन्स आएको थियो 2025 को एसिया कपमा ओमानपछि होइन, त्यो अर्धशतक ठुलो इनिङ खेल्न सङ्घर्ष गरिरहेका थिए। तर यो खेलमा उनले जुन धैर्यता, जिम्मेवारी, परिपक्वता प्रदर्शन गरे नि मैले देखेको वान अफ द बेस्ट इनिङ हो यो। एक बलमा ध्यान दिए उनले।
होइन, रिजल्ट के हुन्छ त्यसमा ध्यान दिएनन्, तर आफ्नो भूमिकालाई सक्दो पुरा गर्ने कोसिस चाहिँ गरे। रोहित शर्मा, विराट कोहली जस्ता दिग्गजहरूसँग त्यो जुन लामो समय बिताएका छन् नि उनले, त्यो अनुभवले चाहिँ आफूलाई फाइदा गरेको उनको पछिको त्यो रियाक्सन पनि रहेको थियो होइन। अब क्याप्टेनहरूले प्रतिक्रिया चाहिँ जे हो त्यही दिए। हेर्नुहोस्, भारतको लागि सूर्यकुमार यादवले यो खेललाई एउटा क्वार्टर फाइनल जस्तै डु अर डाई म्याचको रूपमा लिएको बताएका थिए सुरुवातमा, त्यो त हामीलाई सबैलाई थाहा थियो। तर उनले जुन बिचमा के एउटा स्टेटमेन्ट देखाएको थिए नि होइन, अभिषेकको र तिलक वर्माको ठाउँमा कि सञ्जुलाई खेलाउनु, आज त्यही हेर्नुहोस्, साहसिक स्वाभाविक खेल खेल्न जुन प्रोत्साहित गरे पुरा युनिटलाई नै सञ्जुले। इङ्ल्यान्ड विरुद्धको सेमिफाइनल पनि अब सायद यसरी नै भारतले इन्जोय गरेर खेल्ने जस्तो लाग्छ मलाई वानखेडेमा चाहिँ। सेहबले भनेका छन् कि अब 195 रन अलिकति कम भएको स्वीकार गरे हो, यो मलाई सुरुदेखि नै लागिरहेको थियो, मैले कमेन्ट्रीमा पनि भनेको थिएँ। तर अन्तिम ओभरमा के रन जोड्न सकेको भए मलाई लाग्छ धेरै फरक पर्ने थियो क्या। अन्तिम जुन बुमराको ओभर थियो त्यसपछि त्यसभन्दा अगाडि एउटा ओभरमा चाहिँ जोडेका थिए, तर अर्शदीपलाई पनि केही गर्न सकेको थिएन। त्यसपछि चाहिँ बुमराले बल हातमा लिएपछि केही न केही हुन्छ, यो डर वेस्ट इन्डिजलाई पनि थियो। सिमरन हेटमायर आउट हुनु सबैभन्दा निर्णायक सेन्ड रह्यो मेरो लागि चाहिँ। अब सुपर 8को हाइलाइट्स हेर्छौँ भने इङ्ल्यान्डको जुन प्रभुत्व छ त्यो देखिन्छ। इङ्ल्यान्ड सुपर 8बाट सेमिफाइनल पुग्ने पहिलो टिम पनि थियो, लगातार 2 जित निकालेर छिट्टै स्थान सुरक्षित गरिसकेका थिए, आफूले पहिले पुर्याएर ढुक्क भएर बसिसकेको छ। अनि न्युजिल्यान्डलाई हराएर 100% रेकर्ड कायम पनि राखेको छ। हेर्नुहोस्, अझैसम्म साउथ अफ्रिका र इङ्ल्यान्ड छन् 100% रेकर्ड चाहिँ। ह्यारी ब्रुकको उत्कृष्ट प्रदर्शन आइरहेको छ, टिमलाई स्टेबल दिइरहेका छन्। विल ज्याक्स त अब कुरै नगरौँ होइन। सो अब उनीहरू भारतसँग सेमिफाइनलमा ट्रायोलोजी भिड्नेछन् क्या, 2022-2024 पछि फेरि भनौँ न। अब त्यसको प्रिभ्यूहरू गर्दै जाउँला हामी। अनि न्युजिल्यान्डको नेट रन रेट ड्रामा आयो अर्को एउटा। न्युजिल्यान्डले पाकिस्तानलाई नेट रन रेटमा पछाडि पारेर चाहिँ सेमिफाइनल स्थान सुरक्षित गर्यो। ब्ल्याक क्याप्सको लागि प्रेसरका म्याचहरू थिए, त्यो खेलहरू पनि जित्नु नै राम्रो भयो क्या। जिम्बाब्वे विरुद्धको त्यो ठुलो अन्तरको होइन, सम्म 2 श्रीलङ्का विरुद्धको माफ गर्नु होला, श्रीलङ्का पाकिस्तानसम्मको त्यो नतिजापछि उनीहरू चाहिँ औपचारिक रूपमा अगाडि गए, जहाँ त्यो नेट रन रेटलाई छुन सकेन पाकिस्तानले। अब साउथ अफ्रिकाको कुरा गर्नुहुन्छ भने पर्फेक्ट रन रहेको छ अहिलेसम्म ग्रुप 1मा। साउथ अफ्रिका सुपर 8मा मात्र होइन, सम्पूर्ण प्रतियोगितामा नै अपराजित रहने एकमात्र टिम हो। 100% उसको चाहिँ कहीँ पनि पराजित भएन। इङ्ल्यान्ड त ग्रुप स्टेजमा पराजित भएको, लिग स्टेजमा पराजित भएको थियो। जिम्बाब्वेसँगको जित 100% रेकर्ड उनीहरूको। अब 2024को रनरअप पनि रहेका छन्, यसपटक ट्रफी जित्ने त्यो लक्ष्य छ, सबैले मानि पनि रहेका छन् होइन। अब भारतले के गर्ला भन्ने हो, ऐतिहासिक शेष त गरिसक्यो। अब सुपर 8को सबैभन्दा ठुलो छेड रहेको थियो हिजो, जित जुन निकाल्यो नि, त्यसबाट सायद अरू टिमहरूलाई पनि स्टेटमेन्ट दिएको छ कि हामी हाम्रो घरमा सजिलै त हार्ने छैनौँ। हेर्नुहोस् होइन, बरु हिस्ट्री नै बनाउँछौँ। सञ्जु स्यामसन 97 नट आउट, सबैभन्दा यादगार इनिङ्स। अब राम्रो फर्ममा देखेका छन् उनी टिक्नु आवश्यक छ। 5 टिमहरूको स्तब्ध बहिर्गमन रह्यो, ठुला टिमहरू। 2 पटकको वर्ल्ड च्याम्पियन वेस्ट इन्डिज पनि सुपर 8बाट बाहिरियो, पाकिस्तान लास्ट 4मा पुग्न असफल रह्यो, अनि अस्ट्रेलिया जिम्बाब्वे र श्रीलङ्कासँग हारेर लिग स्टेजबाटै बाहिरिएको थियो। अब मेरो लागि त सबैभन्दा ब्याड मोमेन्ट त्यही रहेको थियो। अस्ट्रेलिया गइसकेपछि मेरो लागि वर्ल्ड कप सकेको थियो होइन, प्रतियोगिताको लागि मेरो लागि सबैभन्दा ठुलो झट्का अस्ट्रेलिया जानु, किनकि आम अस्ट्रेलियन फ्यान होइन, आम एनर्जी। सो अब सेमिफाइनलको तालिका के छ त होइन। 4 मार्चमा हुनेछ साउथ अफ्रिका भर्सेस न्युजिल्यान्ड पहिलो सेमिफाइनल इडन गार्डन्समा, अनि 5 मार्चमा हुनेछ एक दिनपछि इन्डिया भर्सेस इङ्ल्यान्ड, त्यो चाहिँ वानखेडे स्टेडियम मुम्बईमा। अनि महाभिडन्त चाहिँ फाइनल अहमदाबाद नरेन्द्र मोदी स्टेडियममा 8 मार्चमा हुनेछ। यदि पाकिस्तान सेमिफाइनल पुगेको भए फाइनल कोलम्बोमा हुने योजना रहेको थियो। हेर्नुहोस्, बुझ्दै हुनुहुन्छ, पाकिस्तान पुगेको भए, किनकि उनीहरू त इन्डिया आउँदैन थियो। तर उनीहरू बाहिरिएसँगै प्रतियोगिता अब पूर्ण रूपमा भारतमै हुने भएको छ। एक त श्रीलङ्का पनि बाहिरियो, केही रिजर्भ डे र नियमहरू के छ त यसको लागि। सेमिफाइनल र फाइनलको लागि रिजर्भ डे राखेको हुन्छ, नतिजाको लागि कम्तीमा 10 ओभर प्रति टिम अनिवार्य खेल्नै पर्ने हुन्छ। यदि त्यस्तो भयो भने के पानी सानी पऱ्यो भने आवश्यक परे ओभर घटाएर पनि खेल सम्पन्न गरिनेछ रिजर्भ डे भन्दा अगाडि। अब 4 टिम बाँकी छन्, 1 उपाधि बाँकी छ, 3 खेल हुँदैछन्। मलाई लाग्छ अब विश्वकपको असली लडाइँ जङ यहाँबाट सुरु भएको छ, जहाँ लेखिन्छ इतिहास र नामहरू अमर हुन्छन्। अब कस्ता कस्ता नामहरू हामी योचोटि देख्नेछौँ। साहेबजादा फरहान र ब्रायन बेनेट, यो 2 जना ब्याटर योचोटिको स्ट्यान्ड आउट ब्याटरहरू रहे, जो अब सन्जु स्यामसनहरू यिनीहरूकोलाई त हामीले पहिलेबाट देखिरहेका छौँ, चिनिरहेका छौँ। तर वर्ल्ड स्टेजमा साहेबजादा फरहान र ब्रायन बेनेट जिम्बाब्वेका यी ब्याटरहरूबाट त मेरो मन नि, ब्रायन बेनेट त अब के भन्नु, त्यो क्लास भर्खर यङ केटा होइन। अब साहेबजादाको लागि पनि म धेरै खुसी छु, किनकि अस्ट्रेलियापछि मैले सपोर्ट गर्ने पाकिस्तानलाई नै थियो। द ग्रेट इमरान खानको कारण होइन, इमरान खानप्रति मेरो छुट्टै छ, त्यही भएर पाकिस्तानलाई गर्थेँ। ठिक छ, अस्ट्रेलिया पनि भएन, पाकिस्तान पनि भएन, अब कसलाई सपोर्ट गर्दा ठिक होला, म कसैलाई गर्दिनँ, अब सबै न्युट्रल नै हुन्छ होइन। अब बलिङबाट मलाई मुजराबानीको धेरै मन पऱ्यो एकचोटि, जिम्बाब्वेका मुजराबानी नसोचेको बलिङ गर्थेँ, मेरो लागि पिकअप बलर अहिलेसम्म उनी नै रहेका छन्। भ्यान साल पिकअप बिचरा लिग स्टेजमै जानु पऱ्यो, नत्र युएसएका बलर। सो सिकन्दर राजा अलराउन्ड पर्फर्मेन्सबाट त सिकन्दर राजा, विल ज्याक्स होइन,
विल ज्याक्स त जस प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्टको नै दावेदार छन्। प्लेयर अफ द म्याच नै 4 पटक लगिसके होइन। विल ज्याक्सको कुरा भयो, धेरै भयो त्यस्ता मोमेन्टहरू भयो भनौँ। अब बेस्ट म्याच चाहिँ आयो त्यही मलाई लाग्छ साउथ अफ्रिका भर्सेस अफगानिस्तानको सुपर ओभर थियो बेस्ट म्याच अहिलेसम्मकै। नेपाल भर्सेस इङ्ल्यान्ड पनि क्लोज रहेको थियो, नेदरल्यान्ड्स भर्सेस पाकिस्तान पनि एकदमै राम्रै भएको म्याच हो। एक दुईवटा अलिकति केही क्लोज आयो होला नि, हिजो इङ्ल्यान्ड न्युजिल्यान्ड पनि ठिकठाकै भयो होइन भने एसएस त्यस्तो यो वर्ल्ड कपमा खास त्यो सेन्सेसनल रिजल्ट त्यो केही आएन हो। अलिकति इन्डिया भर्सेस वेस्ट इन्डिज पनि भयो भन्न सक्छौँ, किनकि हुन त यो सुरुमै चेज मलाई थाहा थियो, यो सुरुमै आरामले चेज गर्दै थियो भारतले होइन, विकेट लिन सकेन। यदि यो म्याच क्लोज हुन सक्थ्यो भने मजा आउने थियो। त्यस्तो नत्र सम्झिन लाग्यो वर्ल्ड कपमा त्यस्तो अहिलेसम्म सेन्सेसनल रिजल्ट त केही पनि आएको छैन। अलिकति खल्लो खल्लो बोरिङ वान साइडेड म्याचहरू धेरै नै भयो होइन यसोटी। सो हेरेको थियो अलिकति अहिलेसम्मको त्यो समावेश गर्ने हो भने पनि तपाईँहरूलाई के लाग्छ त्यो चाहिँ लेख्नु होला कमेन्ट बक्समा। तपाईँहरूको चाहिँ स्ट्यान्ड आउट त्यो ब्याटर पर्फर्मर बलर को छन् अहिलेसम्म होइन, त्यो पनि कमेन्ट बक्समा लेख्नु होला। र च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनु होला है त। भिडियो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, अलिकति रिस पठाउनुहोस् यार, आजकल भ्युज नै आउँदैन। त्यही पनि धन्यवाद।